हेलो आज चाहिँ सबैजनाले मेकअप गरेको भिडियो बनाउँछ हैन मैले मेकअप नगर्दा चाहिँ म यस्तो छ है मलाई चाहिँ मेकअप गर्न राम्रोसँग आउँदैन अब मैले मेकअप गरिसकेपछि चाहिँ मेरो फेस झन् एकदम नराम्रो हुन्छ है मैले गरेको मेकअप नराम्रो हो कि हैन मेकअप गर्न नजानेको हो फर्स्टमा मैले मोइस्चराइजर क्रिम लगाए हैन टोनर लाउनु भन्छ हैन मैले चाहिँ अहिले टोनर युज गरेको हैन मोइस्चराइजर क्रिम युज गर्छु फर्स्टमा मैले अनि अब खासै राम्रो त आउँदैन जस्ट ट्राई गर्ने मात्र हो है मोइस्चराइजर क्रिम युज गर्ने हो मोइस्चराइजर क्रिम लगाएँ मैले हैन अब मोइस्चराइजर क्रिम लगाइसकेपछि चाहिँ अब सनस्क्रिन लाउने कि प्राइमर लाउने थाहा भएन हैन अब मैले चाहिँ मोइस्चराइजर क्रिम पछि प्राइमरै युज गर्दिए है मैले प्राइमर युज गर्दिए हैन अनि प्राइमर युज गरेँ प्राइमर युज गरेँ हैन अब प्राइमर भइसकेपछि चाहिँ कस्तो अलि च्यापच्याप भइरहेको नि त अब मैले चाहिँ सनस्क्रिन चाहिँ म युज गर्छु है नर्मल्ली पर्दैन अहिले मेरो छोरी हैन सनस्क्रिन चाहिँ युज गर्छ हैन मैले कस्तो धेरै भयो धेरै भयो नि दल्दिन्छु जति दल्यो झन् त्यति नराम्रो हुँदै जस्तो लाग्छ क्या मलाई चाहिँ सबैजनाले त मेकअपै सुट गर्दैन भन्नुहुन्छ अब के गर्नु सुटै नगरे पनि अब लाएर हिँड्न मन लाग्छ राम्री हुन मन लाग्छ अनि के गर्नु त हो यस्तै छ मैले चाहिँ अब सनस्क्रिन चाहिँ एप्लाई गरेँ हैन सनस्क्रिन एप्लाई गरेँ अनि त्यसपछि चाहिँ अब मैले चाहिँ अब सनस्क्रिन पछि चाहिँ म यो फाउन्डेसन एप्लाई गर्दैछु हैन मलाई चाहिँ फाउन्डेसन अब गोरी हुन त मन लाग्छ कस्तो सुटै गर्दैन के भयो फाउन्डेसन सुट नगरे हो कि फेस स्किन पातलो भएर हो कि के हो थाहै पाउँदिन म के पनि है यस्तो कुराहरू चाहिँ फाउन्डेसन चाहिँ मैले युज गरेँ हैन यसले नै लगाइदिन्छु अब ला नला हैन मैले फाउन्डेसन लगाइसकेँ अब फाउन्डेसन सक्यो एउटा लिक्विड यो चाहिँ लगाउँछु मैले गालामा चाहिँ म चाहिँ यस्तोमा पनि हल्का हल्का लगाइदिन्छु क्या के गर्नु यस्तै ह जस्तो छ त्यस्तै हैन मलाई चाहिँ खासै मेकअप गर्न आउँदैन क्या अब यो यतिकै नै हो मेकअप गरे नगरे है यस्तै देखिन्छ केही फरकै लाग्दैन जति दले झन् त्यति नराम्रो देखियो कि के हो त्यो लाउँदैन एकछिन त्यो लाउँदिन मलाई त केन छोरी जात हो आमाले लाउँदिन भनेपछि यतिको चाहिँ भयो है सक्यो है अब त्यो लिक्विड सक्यो अब म यो लाउँछु नि चाहिँ मेरो अलिक थ्रेडिङ गर्नुपर्ने बेला भयो नि त त्यही भएर खासै अलिअलि लगाएको छु यो धेरै लाग्दैन कि थ्रेडिङ गर्नुपर्ने बेला भएर होला अलि कस्तो अलि फरक भइरहेछ क्या मम्मी कोर्नी चाहिँ यहाँबाट भन्छ हैन मम्मी के हो यो नजाने भन्नु कि के हो अलि कस्तो थ्रेडिङ पलाइरहेछ अनि त्यही भएर केही गर्नै अलि मिलोमेसो भएन है मलाई कता के गरे जस्तो भयो यही लगाइसकेँ है अब म हल्का लिपस्टिक पनि फेरि कस्तो छ क्या
यो लिपस्टिक नि ल्याएको कति वर्ष भइसक्यो। मलाई धेरै लाउनु चाहिँ मन पर्दैन। यस्तो यहाँ हो नि त ओठको लिपस्टिक यहाँसम्म लगाउँछ, तर मलाई त कस्तो एकदम भद्दा ठुलो लिप्स भए जस्तो लाग्छ क्या, एकदम नराम्रो लाग्छ। त्यही भएर म चाहिँ लगाउँदिनँ। यति नै हो मेरो मेकअप चाहिँ है। अब आई स्याडोहरू गाजल साजल लगाउनु बाँकी छ, म त्यो पनि तपाईँहरूलाई देखाउँछु ल। आई स्याडो लाउँछु होइन। अब आई स्याडो चाहिँ मैले अब यत्तिकै है, अब हामी नेपाली हो नि त, अनि यत्तिकै हातले दल्छौँ। अब यो दुइटैपट्टि लगाएँ होइन। यो लगाइ भ्याएँ। अब गाजल लगाउँछु म, नेपालबाट ल्याएको हो। यतिको लगाएँ है, भयो होइन। मलाई चाहिँ कस्तो तल गाजल लगाउनु एकदम मनपर्छ होइन। अब आज चाहिँ मैले लगाइनँ तल गाजल चाहिँ। अब मैले मस्कारा लगाउँछु। कस्तो मेकअप गरेपछि चाहिँ भत्ता एकदम नराम्रो फिल लाग्छ कि मलाई। गर्न मन लाग्छ कि गर्नु गाह्रो छ हो। मस्कारा पनि लगाएँ होइन। लिपस्टिक कस्तो लिपस्टिक अलिक रातो देखे जस्तो लाग्यो। कस्तो रातामै देख्यो क्या लिपस्टिक। मलाई चाहिँ हल्का मनपर्छ क्या। आफ्नो चलन है। फाइनल्ली होइन, मेरो लुक्स चाहिँ यस्तो भएको छ है। अब तपाईँहरू नै अब मैले मेकअप गर्दा र नगर्दामा कति फरक छ होइन। ल हेर्नु है। फाइनली लुक्स है। मेकअप अब गर्दा राम्रो कि नगर्दा नराम्रो होइन। मेकअप गरिसकेपछि चाहिँ अलिक कस्तो अर्कै टाइपको देखिने फेस होइन। मेकअप गर्न आएर होला सायद होइन। यति नै हो मलाई आउने भनेको होइन। यहाँभन्दा बढी मेकअप चाहिँ मलाई आउँदैन ल। अब तपाईँहरू नै भन्नु होइन मलाई। अब मेकअप सुहा हो कि नसुहा हो कि होइन, मेकअप गर्न आउने हो कि नआउने हो, यो चाहिँ तपाईँहरूले कमेन्ट बक्समा भन्नु ल। बाई बाई।